Hello everyone, welcome to my YouTube channel. ऐतिहासिक मकवानपुर गढी आज हामी घुमेका छौं। पृथ्वीनारायण शाहको ससुराली गाउँ भनेर पनि भनिने गर्दछ। ऐतिहासिक मकवानपुर गढी जाने बाटो मुनिबाटै सबै नै ढुङ्गाले निर्माण गरिएको रहेछ। तपाईहरु देख्न सक्नुहुन्छ। मकवानपुर गढीको सीमा सबै ढुङ्गाले नै घेरिएको छ। तपाईहरु देख्न सक्नुहुन्छ। ऐतिहासिक ठाउँ ऐतिहासिक मकवानपुर गढी चाहिँ मेन गेट हो गढी भित्र पस्नेको। यहाँ चाहिँ काठको पुल छ, त्यो चाहिँ मैले देखाइन। अनि भित्र चाहिँ सबै स्टोन ढुङ्गाले मात्र बनेको छ। चाहिँ मेन गेट हो, तपाईहरु देख्न सक्नुहुन्छ। मन्दिर छ त्यहाँनेरि। दरबार सबै ढुङ्गाले नै बनेको छ। छेउमा तुलसाको मोठ पनि रहेछ। सबै ढुङ्गाले बनेको छ, एकदम स्ट्रङ छ। यो दरबार भित्रको भागलाई दुई भागले डिभाइड गरिएको रहेछ। पूर्वतिरको भागलाई राज इलाका भनिन्छ भने पश्चिमतिरको भागलाई सैनिक इलाका पनि भनिने रहेछ। यो दरबार भित्र पूर्व र पश्चिममा एउटा एउटा खाल्टो रहेछ। 10 फिट गहिरो रहेछ, जसमा पश्चिमतिरको खाल्टोमा पानी राखिने रहेछ पहिला नै। पूर्वतिरको खाल्टोमा जेल खाल्टो पनि भनिन्छ। सजाय दिनको लागि अपराधीहरूलाई राखिने गरिएको रहेछ। यो दरबार पुरै नै ढुङ्गाले कम्पाउन्ड गरिएको छ। यो दरबारको बीच भागमा ढुङ्गाहरू छैन। त्यही चाहिँ सैनिकहरूले तोपहरू राखेर आफ्नो दुश्मनलाई Lights went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this cruel world, broken but strong.